हेलो गाइस, नमस्ते नमस्कार। ढोकदिया भन्नुपर्छ। हामी तिनजना चाहिँ भालेबास घुम्न भनेर गइसकेको छौँ, तर साथीहरू चाहिँ खाजा खाँदैछौँ पसलमा। त्यही भएर हामी चाहिँ पर्खिरहेको छौँ र हामी भालेबास पुगिसकेपछि ग्रुपको फोटो एउटा खिचेर पालै पालो एक एकजना गरेर फोटो खिचे। ट्याग ट्याग लाएर सम्धीहरूको फोटो खिचेर माथि जाने भयो हामी। अनि र सम्धीहरूले माथि जाउँ भने र सबैजना उकालो लागे। गर्मीको बेला हतार हतार माथि हावा खानतिर लागे र साथीहरू चाहिँ भिडियो बनाउनुतिर लागे र भाइहरू पनि। र हामी चाहिँ सबैभन्दा टपमा चढेर तलतिरको भ्यू हेर्न थाल्यौँ र साथीहरू चाहिँ गुटुटु आउँदै रहेछ र अलिअलि कुहिरो पनि लगाइरहेको थियो र साथीहरू पनि आउँदै हुनुहुन्छ र टावर पनि हेऱ्यौँ र उता भालेबासको टावर र डाँडा पाखा हेरियौँ र कुहिरो चाहिँ मजाले नै लागिरहेको थियो र साथीहरू पनि आइसकिसक्यो भन्नुपर्छ है। र मेरो साथीहरू चाहिँ म सँगसँगै निस्कियो क्या, पछि र हामी चाहिँ फोटो खिच्नतिर लाग्यो। फेरि माथि गएर टक्क तिलाएर र ग्रुपमा पनि एउटा फोटो खिचेँ र टक्क म चाहिँ खाजा बनाउनतिर लागेँ र डिउ पनि बार्नलाई गिलास निकालेँ। खप्टिएको रहेछ, मजाले निकालेँ र टक्क राखेँ र डिउ बार्न थालेँ। भरिभरि बनाउनु र हाम्रो चाहिँ आजको खाजा चाहिँ डिउरा, चटपटे अनि चिप्स चाउचाउ थियो र नमिठो पनि भयो भनौँ। खाजा चाहिँ आजको हाम्रो खाजा चाहिँ साथीहरूले फेरि मलाई नै बनाउन लाएर मलाई नै बाट्न लाएर र भिडियो चाहिँ भाइलाई बनाउन लाएँ र मेरो काम चाहिँ बनाइसकेँ। प्लास्टिक च्याप्नतिर लागेँ तर झन्नै प्लास्टिक च्याप्दाखेरि चटपटे नै बास झन्नै पोखियो। त्यही भएर मैले निकालेर मजाले च्यापेर टक्क राखेँ र आजको खाजा चाहिँ कस्तो हुने भन्दै म चाहिँ बनाउँदै राखेँ। फेरि निस्केको प्लास्टिकहरूलाई मिलाइदिएँ र साथीहरूलाई अब खाजा खानलाई बोलाउन म चाहिँ काट्न आँटेँ र साथीहरूलाई बोलाउनतिर लागेँ र साथीहरूले चाहिँ भिडियो गर्दै हुनुहुन्थ्यो भाइहरूले चाहिँ। र साथीहरूलाई बोलाएर मोबाइल तल टक्क राखेर खाजा ड्याङ्क ड्याङ र डिउ खान थालेँ र भाइहरू पनि थियो र हामीले चाहिँ चम्चा ल्याउनु बिर्सेछ र हामीले चाहिँ गिलासले नै खाइदिए चम्चाको रूपमा। र हामी चाहिँ खाजा खाइसकेर फर्किएँ भालेबासबाट र पाखै पाखातिर लागे हामी चाहिँ गुटुटुटी डेक बजाउँदै रमाइलो गर्दै साथीहरूसँग र पछाडि पनि 4-5 जना थिए र हामी चाहिँ रोडमा निस्किए र हिँड्दैछौँ। अरू साथीहरू चाहिँ पछाडि नै बस्यो, हिँड्न नसकिने भयो भन्दै। हामी चाहिँ टक्क लाएर रोड 4-5 जना चाहिँ हिँडे ढिलो हुन्छ भन्दै डोपाटे जानतिर लागे। सबैभन्दा फर्स्ट चाहिँ हामी अब के गर्ने त, केही पुरस्कार राख्दिन है हामीलाई चाहिँ। हेर्नु त कोही आएको छैन क्या, हामी फर्स्ट हो। हेर्नु त कोही छ त छैन नि यहाँ।
सबैभन्दा फर्स्ट त हामी हो हेर्नु होला देख न गाइस यता भिडियो मजाले भइरहेछ साथीहरू हो अब के गाली गर्ला र भन्नु भिडियो बनेपछि यस्तो ओके साथीहरू गाइज हेर्नु होला सबैभन्दा फर्स्ट त हामी नै अब के गर्नु यस्तै छ जिन्दगी कहाँबाट भन त नि सबभन्दा अगाडि हामी यहाँको फर्किन लागेको भाइ फर्किन लागेको ए अलिअलि छ कि के हो हामीभन्दा अलिकति अगाडि आएछ कि एक दुईजना सबैभन्दा फर्स्ट त हामी हो खुइ यता सरहरू पनि रहेछ टक्क लाएर फोटो खिचिदिउँ देखिरहेको छौँ भन्नु होइन हामी फर्स्ट अब आज त के हो कोही छैन त उता जाउँ होला उता